नमस्कार साथीहरू, आज म बनाउन लागेको छु सबैलाई मनपर्ने रसिलो र स्वादिलो बफ मोमो। मसँग आज मसलाहरू यति मात्रै छ, तर पनि एकदम टेस्टी र स्वादिलो बन्ने छ। सबैभन्दा पहिले मैले ताजा बफलाई रेडी गरेर राखेको छु र अब यसको लागि हरियो प्याज, सुकेको प्याज, अदुवा लसुन पेस्ट, हरियो धनियाँ खुर्सानी सबै मैले रेडी गरिसकेको छु र यसमा अब धनियाँ धुलो, जिरा धुलो, मिट मसला, गोलबेडा मसला र थोरै तेल मिसाएर फिल्म तयार गर्दैछु र अदुवा लसुनको पेस्ट पनि एड गरेको छु र यसरी मेरो किमा रेडी भइसकेको छ। मैले थोरै बटर र मिट मसला पनि एड गरेको छु र अब म पिठो रेडी गर्दैछु। अब चाहिँ म पिठोलाई सानो सानो लोई बनाएर पातलो बेल्दैछु। पहिला राम्रोसँग मुछेर यसलाई अझै राम्रोसँग म पिठोलाई मुस्छु मजाले र अब यसको लागि पिठोलाई पहिला अझै रेडी गर्दैछु। त्यसपछि म चक्कु लिएर पिठोलाई सानो सानो आकारमा काट्छु, किनकि मलाई पछि डल्लो निकाल्नको लागि एकदमै सजिलो हुन्छ साथीहरू। सबैभन्दा पहिला एकदमै है पिठो एकदम मलायम हुनुपर्छ है, एकदमै राम्रो पास हुनुपर्छ। अब म सानो डल्ला निकाल्दैछु राम्रोसँग। हजुरहरू पनि यसरी नै गर्न सक्नुहुन्छ घरमै बसेर। राम्रोसँग म गर्दैछु अझै पनि र तपाईँहरू चाहिँ अदुवा लसुन पेस्ट, धनियाँ धुलो, जिरा धुलो, मिट मसला चाहिँ अनिवार्य रूपमा हाल्नुहोला मोमोको लागि, एकदम टेस्टी हुन्छ। र हल्का तेल र घिउ एड गर्नुभयो, बटर एड गर्नुभयो भने अझै स्वादिलो र टेस्टी हुन्छ। मैले डल्लाहरू अझै निकाल्दैछु मोमोको लागि सबै। अब अरू ठाउँमा त मेसिन हुन्छ साथीहरू, यहाँ मसँग चाहिँ नभएको कारणले मैले हातले डल्ला निकाल्दैछु सानो सानो एउटै साइजमा सबै मोमोहरूको लागि गर्दैछु। र यसपछि भने हामीले अब म पातलो लोईको आकार बनाएर पातलो मोमोको लागि चाहिँ छेउछेउमा पातलो, बिचमा बाक्लो हुनुपर्छ जहिले पनि, ताकि मोमो फुट्दैन बिचमा बाक्लो भयो भने। त्यसै कारण म पातलो बेल्दैछु। अब मसँग आज हेल्परको कमी भएको कारणले सबै एक्लै गर्नुपर्ने हुन्छ साथीहरू। भिडियो अलि लङ हुनसक्छ, अल्छी नमानेर हेरेर साथ दिनुहोला। र साथीहरू अब अन्तिमतिर आइसकेपछि मोमोलाई फिलिङ गरेर किमाहरू राखेर फोल्ड गर्नेवाला छु म। त्यसपछि अन्तिमको रिजल्ट हेर्न सक्नुहुन्छ हजुरहरूले कस्तो बन्नेवाला छ हाम्रो मोमो आजको। फाइनल्ली गाइजहरू अब चाहिँ म बेल्दैछु मोमोको लागि। मोमो बेल्ने खासमा गाइजहरू है, मोमो चाहिँ हल्का पिठो गिलो भएर मेरो त्यहाँ टाँसिरहेको छ। हल्का पिठो लाएर अथवा तेल लाएर पनि हजुर राम्रोसँग बेल्न सक्नुहुन्छ। मोमो चाहिँ जहिले पनि यसरी बेल्नुपर्छ साथीहरू। मोमोको लागि चाहिँ रोटी बेलेको जस्तो कहिले पनि बेल्नु हुँदैन है। मोमो बेल्ने तरिका चाहिँ यसरी हो, छेउछेउमा पातलो, बिचमा बाक्लो अनिवार्य हुनुपर्छ है। सुरुमा गाह्रो हुन्छ गाइज, बिस्तारै बानी पऱ्यो भने तपाईँहरूलाई एकदमै सजिलो हुन्छ, छिटो पनि हुन्छ है। रेस्टुरेन्टको लागि एकदमै हात फास्ट चलाउनु पर्ने हुन्छ है। राम्रोसँग मजाले बेल्ने, आनन्दले सफामा राम्रोसँग बेल्ने म बेल्दैछु। अब हेल्पर भएको भए अलिक छिटो हुन्थ्यो, भिडियो सर्ट हुन्थ्यो गाइजहरू। अब सबै आफै गर्नुपर्ने कारणले गर्दाखेरि भिडियो अलि लङ भएको छ। अब चाहिँ गाइजहरू म तयार भएको किमाको फिलिङ राखेर फोल्ड गर्दैछु साथीहरू। यो चाहिँ चिकन मोमो बनाउने स्टाइल हो, तर यसरी पनि बफ गोलो बन्छ। यो भनेको एउटा हजुरलाई मैले यो मात्रै देखाउँछु है। यसरी हाम्रो गोलो मोमो बफ मोमो रेडी भयो। यसरी बनाउन सक्नुहुन्छ। बुट्टा अझै राम्रो हुन्छ, योभन्दा राम्रो बन्नेवाला छ। अर्को हेर्नुहोस् है, म बनाउँदैछु मोमोको राम्रो बुट्टा बन्छ। जति बिस्तारै बनाए त्यति राम्रो बन्छ। अलिक फास्ट बनाउँदा अलिकति नराम्रो देखिन सक्छ, तर बाहिर बुट्टाले फरक पर्दैन, भित्रको टेस्टले फरक पर्ने हो जहिले पनि है गाइजहरू। बनाउँदैछु बफ मोमो, राम्रोसँग हेर्न सक्नुहुन्छ। मैले रेडी गर्दैछु, सबै तयारी भइसक्यो मोमोको लागि। सिर्फ अब पकाएर खाना मात्रै बाँकी छ है। यो चाहिँ सी मोमो बनाउने अथवा चिकन मोमो बनाउने स्टाइल हो। यसरी पनि बफ मोमो बन्छ।
यसरी फोल्ड गर्ने, भित्र हाल्दै किमाला मिलाउँदै भित्र धकेल्दै यसरी पनि बन्छ। अब यसैलाई नै अब बढार्यो भने फेरि बफ मोमो गोलो बन्छ। सजिलो तरिका यो हो, तपाईँहरू घरमै पनि एकचोटि ट्राई गर्न सक्नुहुनेछ। राम्रोसँग हाम्रो मोमो अब बन्दैछ गाइजहरू। ल फाइनल बन्दैछ। अब लास्टमा हेर्नु होला। अब एक भाँडो बनाइसकेको छु मैले, अन्तिममा देखाउने छु। ल रेडी, हाम्रो फाइनल्ली बफ मोमो रेडी भइसकेको छ। ल हेर्नुहोस् त कति राम्रो, खुट्टा पनि राम्रो देखेको छ। बिचमा हल्का जुसी उसको बोसो तथा घिउ बटरको अलिकति बाहिर चोक निस्केको छ। यो पकाउँदाखेरि एकदमै टेस्टी, स्वादिलो, रसिलो, जुसी आउँछ साथीहरू। तपाईँहरू यदि काठमाडौँ भ्यालीमा हुनुहुन्छ भने यो मोमो ट्राई गर्नको लागि एनबिआर नेवा रेस्टुरेन्ट एन्ड बारमा आउन सक्नुहुनेछ। इमाडोल ललितपुरमा हाम्रो कन्ट्याक्ट नम्बर रहेको छ 9810062022 मा सम्पर्क गर्नुहुनेछ। गाइजहरू यदि यो रेसिपी मन पर्यो भने भिडियोलाई लाइक कमेन्ट गरेर आफ्नो विचार राख्नुहोस् र यस्तै भिडियोको लागि च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद। सी यू गाइज, बाई बाई, टेक केयर।